साथीहरू कस्तो हुनुहुन्छ? सबैलाई नमस्कार। सबैलाई सन्चै हुनुहोला भन्ने आशा गर्दैछु। सबैलाई गर्दैछु। मैले आज आज यस्तो केस देखेँ कि आमा बाउले बच्चाको लागि के गर्न सक्छन्। एउटा छोरो बिल्डिङबाट गिरेर ऊ कोमामा जान्छ। आमा बाउले कहिले चण्डीगढ, कहिले गाजियाबाद, कहिले दिल्ली लिएर उसलाई हिँडिरहन्छन्। आफ्नो क्याटरिङको काम थियो बन्द गरिदिन्छन्, हैन? भएन भनेर आफ्नो नोकरी तक छोडिदिन्छन्, आफ्नो घर बेचिदिन्छन् बच्चाको लागि। 13 साल बित्यो यता र उता दगुर्दा, यस्तो गर्दा फेरि पनि बच्चा गएको छैन परान, उसको वो कोमामै छ। न ऊ मर्छ न बाँच्छ। फेरि पनि उनीहरूलाई यो उम्मिद छ कि मेरो छोरो भोलि खडा हुन्छ। लेकिन लास्टमा के भयो? यिनीहरू कोर्टको दरवाजा खटखटाए। कोर्टमा गए कि मेरो बच्चालाई, मैले यो सुनेको थिएँ कि इच्छा मृत्यु मिल्छ। अगर बच्चालाई इच्छा मृत्यु मिल्छ भने मेरो बच्चालाई इच्छा मृत्यु मिल्न चाहियो भनेर दिल्ली कोर्ट गए। दिल्लीवालाले मना गरिदिए। फेरि सुप्रिम कोर्ट गए। सुप्रिम कोर्टवालाले उनीहरूको कुरा सुने। सुप्रिम कोर्टले के भन्यो हो, सुप्रिम कोर्टबाट उसलाई मतलब भयो। उसले यो चाहन्थ्यो कि यस्तै कति आमा बाउ छन् जो दुःखले झेझ्या छन्, बच्चाहरूलाई लिएर कति कति साल तक हस्पिटलमा धक्का खाछन्, पैसा छैन, रोछन्, चिल्लाछन्, आफ्नो जग्गा जमिन बेचिया छन्, सब चिजको लागि उसले बहुत सङ्घर्ष गर्यो, हैन? उसले यो भन्यो कि मेरो बच्चालाई त चलो इच्छा मृत्यु मिल्यो, इच्छा मृत्यु उसलाई मिल्छ भने अरू पेसेन्टलाई पनि यस्तै इच्छा मृत्यु मिल्न चाहिन्छ भनेर उसले कोर्टमा यो कुरा राखिदियो कि 13 साल बाद मैले मेरो बच्चालाई आफ्नो इच्छा मृत्यु दिन चाहन्छु भनेर आफ्नो गएर कुरा राख्यो। उसले चाहन्छ कि अरू पनि यस्तै कति पेसेन्ट छन्, कति आमा बाउ छन्, दुखी छन्, सबैले कोर्टले मतलब उनीहरूलाई पनि यस्तै इच्छा मृत्यु दियोस्, यो भन्न चाहन्छु भनेर उसको बाउले कोर्टमा गवाही दिन्छ, हैन? हिम्मत हेर्नु न, आमा बाउको हिम्मत। 13 साल लडेर पनि फेरि पनि कोर्टमा गएर बच्चालाई आफ्नो इच्छा मृत्यु दिलाउने आमा बाउ कस्ता हुन्। दिलले सलुट यस्ता आमा बाउलाई मेरो दिलले सलुट गर्छु। और हिम्मत दिनु मान्नुपर्छ कि उसले अरू आमा बाउलाई पनि हिम्मत दियो, अरू आमा बाउलाई पनि भन्यो कि अब यो भिडियो त अब जान्छै जान्छ अगाडि, हैन? अब त्यो हुँदाखेरि तपाईहरुले पनि यिनीहरूलाई बहुत सपोर्ट गर्नु होला, ताकि यिनीहरूको त बिचारा अब केही छैन, घर छैन, जग्गा छैन, जमिन छैन, बच्चाको लागि सब बेच्दिए, एउटा हिसाबले रोडमा छन्। तपाईहरुले थोडा सा उनीहरूको हेल्प मतलब कि लाइक शेयर गरेर तपाईहरुले त्यसलाई थोडा सा आफ्नो घरको खर्च चल्ने बाटो बन्छ। तपाईहरुले सपोर्ट गर्नु होला अनि त्यो मान्छेलाई दिलले सलुट गर्नु होला। मैले त दिलले सलुट गर्छु, दिल छुयो कहानी सुनेर। कहानी के हकीकत, आज उसको अन्तिम संस्कार छ। अरू आमा बाउलाई पनि हिम्मत मिल्यो। उस बुढालाई मैले, उसको बाउलाई मैले दिलले सलुट गर्छु कि उसले यति ठुलो कदम उठायो अरूको लागि। आफ्नो छोरालाई त गर्यो, अरूलाई पनि गर्यो। यही भन्दै म बिदा हुन्छु। ल शेयर गरिदिनु होला यो भिडियोलाई ज्यादा से ज्यादा, उनीहरूलाई थोडा सपोर्ट मिलोस्। मेरो लागि हैन, उनीहरूको लागि थोडा सपोर्ट मिलोस्। त्यो हुँदाखेरि यो भिडियो बनाया हूँ। हस्त।